छोरी एकछिन यहाँ तल आइज त कता जान लागेको छोरी? बजार हिँडेको मामु। छोरी भएर यताउति डुल्नु हुँदैन छोरी, आफ्नो ख्याल राख्नुपर्छ। आजभोलिको मान्छेको विश्वास हुँदैन। सम्झाउने के मामु, म जान्छु कि हतार बिस्क्यो है मामु। योले पनि कहिले मेरो भन्ने मान्दैन। यो बुढेसकालमा छोराछोरीले कहिले सुख नदिने भयो। मामु पानी कति माया गर्छ है मेरो कान्छी छोरी। यो छोरीले त मलाई कति माया। अर्को छोरी चाहिँ बजार हिँड्छु भनेर अघि नै गइसक्यो। यो बुढेसकालमा मलाई एक्लै छोडेर अघि नै गइसक्यो। अहिलेसम्म आएको छैन, साँझ पर्न आँटिसक्यो। के भयो मामु? के भयो? खै के भएको छ यो बुढेसकालमा मलाई। सुरु मामु बग्नु, म तपाईँको लागि औषधि लिएर आउँछु। यो छोरीले मलाई कति माया गर्छ, कति केयर गर्छ। अर्को छोरीलाई चाहिँ खै के भएको छ नि। कति के लाउनुहुन्छ? म के लाउँछु, लिनुहोस् औषधि खानुहोस्। आइपुगे मामु। यो छोरी कति बेर आउँछ? मलाई सुटिङ गर्न अलिकति पैसा कम्ती थियो, पैसा दिनु न। यो बुढेसकालमा मसँग कहाँबाट पैसा हुन्छ छोरी? कताबाट भए पनि मलाई अलिकति भन्नु पनि चाहियो भनेपछि मसँग कहाँबाट हुन्छ पैसा? एक पैसा पनि छैन। बरु जहाँ जाने मन लाग्छ त्यही जान। साँच्चै नदिने हो त? नदिने भए म त घरै छोडेर जान्छु। जा सुख जान्छस् जा त। मलाई के पनि मतलब छैन। यो बुढेसकालमा मलाई दिनुसम्म दुःख दिएर के गर्छ यस्तो। ल त म गएँ, बस्नु पनि छैन मलाई घरमा। यो लक्ष्मी अहिले खोज्नु पर्छ, म आउने बेलामा बिगारिदियो। के भयो छोरी तिमीलाई? केही पनि होइन मामु, म ठिक छु। बरु तिमीलाई गाह्रो हुन्छ मामु यहाँ बस्नु। यो बुढेसकालमा आफूलाई सम्हाल्नै गाह्रो भएको छ। यो बुढेसकालमा एउटै छोरी छ, त्यस्तै पनि केही सोच्दै गर्दैन, आफूलाई कति गाह्रो भएको। एउटा छोरा त छ, त्यो पनि खाडी मुलुकमा दुःख गरिरह होला। खै के गर्छ मामु? यो के गर्नु भएको? हजुरले घाँस काट्नु भएको? ल अहिले आउनु मामु, तपाईँ उता गएर बस्नु जानुहोस्। यो छोरीले मलाई कति सहयोग गर्छ है। मामु किन चिन्ता गर्नुहुन्छ? दिदीले सहयोग नगरे पनि म त सधैँ छु। किन चिन्ता गर्नुहुन्छ मामु? हजुरलाई सहयोग गर्ने म सधैँ छु नि। मलाई कति माया गर्छ है यो छोरीले। सारा आउनु है मामु, यहाँ चाहिँ भिड्छ। ल हुन्छ छोरी, आइहाल्छु। दिदी मामु भोकाइसक्नु भयो होला, खाना बनाउनु भयो कि ना? म घरको काम बनाएर जस्तो देखिस्, त्यति बेला लाग्छ भने चाहिँ आफै बिना न। मामुको लाउनु खाना। ल्याउनु मामु, म आफै खाइदिन्छु। मामु पानी पनि खानु। लाउनु पानी खानु। एक गाँस त खानु मामु। नै मलाई भयो पुग्यो। एउटा गाँस भइसक्यो, खानु न। तिमीले खायो त खाएन छोरी खाना? मैले खाइसक्यो अघि नै मामु। खाना खै? कति पकाएको थिएँ, चामल पनि सिद्धै थियो र मामुलाई मात्र पकाइदिएको। के भयो छोरी? पनि भएको छैन मामु।
छोरा पनि घर छैन, परदेश गएको छ, कहिले फर्केर आउँछ थाहा छैन। म चाहिँ मेला हेर्न जान्छु है मामु, पैसा भिदिनु न। कहाँबाट हुन्छ छोरी, पैसा मसँग एउटा पैसा पनि छैन। तेरो दाइले उहाँदेखि पठाएको छ कि छैन? त्यसो भए गयो, म जहिले पनि पैसा छैन भन्छन्। यो बुढेसकालमा एउटा छोरीले पनि कहिले स्कुल दिनु पर्यो कि भन्ने लागेको त। लाग्ने घर छोडेर जान लाग्यो, मलाई घरमा बस्नु पनि छैन। अब कहिले फर्केर आउँदैन म। घर त छोडेर गएपछि जा अब तँलाई चाहिँ यो घरको एक न एक दिन याद अवश्य आउनेछ। यो घरलाई छोडेर जान्छस्, जा जे गर्छ। के भयो मामु? के हुनु र छोरी, तेरो दिदीले घर छोडेर गए। चिन्ता नमान्नु मामु, म छँदैछु नि। मामु हिँड्नु जाऊ, म तपाईँलाई घुमाएर ल्याउँछु। भयो छोरी, कहाँ घुम्न जाने? हिँड्नु न जाऊ मामु। उठ्नु मामु। के गर्नु, एउटा छोरीले घर छोडेर गइसक्यो, एउटा तँ मात्र छस्। तेरै सहारा मलाई बुढेसकालसम्म रहिरहोस् है छोरी। चिन्ता नमान्नु न मामु, छु नि, चिन्ता नगर्नु। छोरी तैँले चाहिँ मेरो साथ कहिले नखेल है। हुन्छ मामु, एउटा छोरी छ, घर छोडेर गएपछि घरको माया लाग्छ के हुन्छ छोरीलाई। एउटा छोरी घर छोडेर गएको धेरै भइसक्यो, आजसम्म फर्केर आएको छैन। खोज्न जानु पर्यो एकछिन। आफ्नो घरको माया लाग्छ कि लाग्दैन? त्यसलाई घरको माया लाग्छ कि लाग्दैन? खोज्न जानु पर्यो। नमस्कार, म चाहिँ नरिसा बुहारा। नमस्कार, म चाहिँ अनिसा महता। नमस्कार, म चाहिँ रिका बुहार। नमस्कार, आजको एपिसोड त हजुरहरूले हेरि नै हाल्नुभयो। यो हाम्रो सिरियल घरको माया भन्ने सिरियल गएर भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। यस्तै नयाँ नयाँ भिडियोहरू हेर्नको लागि हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नुहोला। धन्यवाद।